हेरिदिनु सक्नुहुन्छ यो चाहिँ तपाईँको हेमासा थ भनेर है हाम्रो सुब्बाबाट चाहिँ थ भन्छ। हेर्नुहोस् यसरी चाहिँ सबै लर्छ है। अर्ग्यानिक गरी खानु चाहिँ साह्रो छ है। हाम्रोमा पनि पापाले मात्रै गर्नुहुन्छ र पापाले साह्रो दुःख गर्नुहुन्छ। पापा यो क्यों पेन हेमा अब यो सुम्दा कुसिए पेन चाहिँ अरन थ में इगन थ में तो है सी yung bên ngắn sẽ ở chỗ đi càng nề vặt igon चाहिँ कम्ती भएको छ है कङ्गो पत्तो मना घुम्दैन मेम्बी यो चाहिँ त्यति भेट्दैन है अहिले चाहिँ गाउँ बस्तीमा पनि हाम्रो तपुङ तिम्रो चाहिँ अलिक भेट्छ कि अरू ठाउँ पनि अब कुनै कुनै जग्गा छ तर सधैँ हेरेर चाहिँ कम्ती पहिला हेरेर चाहिँ कम्ती मात्रामा छ। यहाँ चाहिँ हाम्रो पापाले चाहिँ एकदम अर्ग्यानिक चाहिँ उहाँले गर्नुहुन्छ र पापाले चाहिँ हाम्रो साङ्गे सर हुनुहुँदाखेरि चाहिँ अवार्ड पनि थाप्नु भएको नि त। उहाँले चाहिँ एकदम स्कुलमा प्रोग्राम हुँदाखेरि चाहिँ उहाँले बोलाएर है अवार्ड पनि थाप्नु भएको छ। यसरी बहुत दुःख छ अर्ग्यानिक गरेर खान चाहिँ। यहाँ लरेछ अनि पापाले चाहिँ उठाउनु हुँदै रहेछ। हेर्नुहोस् नि कस्तो मजाले लर्दो रहेछ। फेरि यो चाहिँ अर्को कुरा चराले चाहिँ यति साह्रो खेदो गर्दो रहेछ कि यो तपाईँको यो छिप्पेपछि चाहिँ यो चाहिँ यो आरामसे झर्छ र त्यो अर्को चाहिँ त्यो यस्तो काँडा काँडा बेसी काँडा भएको चाहिँ तपाईँको अलिक सुकाएर त्यसको पनि एउटा टाइम हुन्छ अरे अन्त मात्रै कुटेर झराउँदो रहेछ। यो चाहिँ अलिक सजिलै झर्छ भन्छ र राम्रो चाहिँ अलि यो राम्रो भन्छ। यो 2-3 किसिमको चाहिँ यहाँ हाम्रोमा है पापाले चाहिँ यसरी रोप्नुहुन्छ। अर्ग्यानिक भन्नु मात्रै सजिलो नि हो खेती गर्नु साह्रो छ है। हामी त त्यसै पनि गर्दैन हो पापा आमाले चाहिँ गर्नुहुन्छ। यहाँ चाहिँ भटमासको रहेछ तल्लोपट्टि त एउटा चरा रुँगेन भने त टुट्टो यहाँ चाहिँ अलिक घरकै छेउमा भएर बाँचेको छ तर यो चाहिँ अलिक लर्नु चाहिँ लरेछ।